भनेर अब खाना खाइसक्यो, खाना खाएर कपडा सपडा यो वाट्सएप राइट गाइज वेलकम ब्याक टु माई च्यानल। आई होप सबैजना राम्रै हुनुहुन्छ होला, म पनि राम्रै छु र स्वागत छ तपाईँहरूलाई स्मुथ ब्लगमा। र म चाहिँ अहिले 1 घन्टाको ब्रेक भएको छ र म चाहिँ चना पकाइरहेको छु खानालाई अनि बिहान पकाउने टाइम भएन भन्ने है कि भएन भनौँ। पङ्खा ज्यादा चलिरहेको छ, पङ्खा मुसु ज्यादा छ, पानी पनि पर्दैन बाख्रा बाछामा त हजुर। र आज अनि त्यही स्पोलरमा D66 लोचिङ गरिरहेको छु मैले चाहिँ D66 लोचिङ गरिरहेको छु। अनि के गर्ने अरू यस्तै छ, काम छैन क्या छैन। अमिरो आज पनि आएको छैन, हिजो आएको थियो, आज आएन। फेरि आज लोकलहरूको सबको बिदा छ क्या, त्यही भएर आज आएन। त्यही त हो अब के भन्ने अरू गइजेर अब त्यस्तै हो। अब आज एकछिन बाहिर सामान बनाउनु जानु पर्ला भने अन्डा सकिएको छ, अरू चना पनि सकिएको छ। अन्डा चना अब खाने हुँदा नि दाल पकाएर चना खाने हुन्छ, अनि अन्डा फेरि यताउति खानुपर्छ। नुन पनि सकिन लागेको छ, सबै ल्याउनु जान्छ। लग 40-50 रुपियाँ सामान आइजान्छ होला। ठिकै छ, पछितिर बोल्दै गरौँ लगाइ चाहिँ पेजहरू कस्तो छ तपाईँहरूलाई। मलाई चाहिँ ठिकै छ, रातिको 4 बजेको छ अहिले चाहिँ, फिलहाल 4 बजेको छ र मैले चाहिँ ब्लग अहिले 4 बजेको बनाउँदैछु। र बिहान धेरै काम गरिरहेको छ आज रातभरि होइन, रातभरि धेरै काम गरिरहेछ, टेन्सन नमान्नुहोस्। अनि स्याबासी गेम खेलिरहेछ त्यही होइन, त्यही भएर क्या गेम खेलेको छु। ठिकै छ गाइजहरू, पछितिर बोल्दै गरौँ ल। म एकछिन टोइलेट जानु लागेको छु, फ्रेस हुनको लागि पछितिर बोल्दै गरौँ है त। यो गाइजहरू कस्तो छ तपाईँहरूलाई। म चाहिँ अहिले बसिरहेको छु यता मेरो डिपार्टमा। आज माइक लगाएर र म चाहिँ यहाँ कहाँ गरिरहेको छु, बसिरहेको छु गाइजहरू। र त्यही हो, के गर्ने र त्यस्तै छ जिन्दगी। हेर्नुहोस्, नामाडोल कदरदार मेहरबान कदरदार भने जस्तै। र अहिले बजेको सकिसकेको थियो 2 बजिसकेको छ। अनि त्यही त अरू के भन्नु र अब खाना खाइसक्यो, खाना खाएर कपडा सपडा धोएर अनि गरेको म चाहिँ। भोलि फेरि अब के काम छ मलाई पनि थाहा छैन गाइजहरू। अनि हेर्नुहोस्, ए उता मेसिन चलिरहेको होला आज त यार। बिस्कुट चोरेर खाना जानु पऱ्यो। आज त मेरो बर्थडेलाई पनि फोन गरेको छैन मैले, के सोचिरहेको होला नि, घर गएलाई पनि फोन गरेको छैन। एकछिन फोन गर्नु पर्ला। म त मान्छे छन् क्या यहाँ भनेको थिएँ, मान्छे रहेछन्। अनि बिस्कुट गरिसक्छ सकिएको छ त यहाँ त, बिस्कुट गरिसक्छ सकिएको छ। यो आजकल मोबाइल बहुत तातिन्छ हो मेरो, त्यही भएर ज्यादा मोलो खानुहुन्न क्या। आइटम छ नि, यो मिठो चाहिँ यहाँ पछि यो वाला बिस्कुट बाली जाल दिए नि। ये मिठो भन्दैन,
सुराग छोड्नु न फेरि धेरै खाइदिनु थापाउँछन् फेरि है के गर्ने त्यस्तै छ जिन्दगी हेर्नु सर्पा होइन बिहान 10 बजी उठेको कपडा सपडा धोएँ अनि कपडा सपडा धोएर अनि खाना खाएर अनि ब्लग यो इन गर्न आएको म चाहिँ ब्लग इन गर्न आएको के गर्नु अब त्यही त छ अब यो एडिट गरेर हाल्छु अनि फेरि अर्को बनाउँछु गाह्रो छ हो गाह्रो छ ब्लग बनाउनु पनि गाह्रो छ मेरो कपाल हेर्नु त पहिल्यै यता र यता खाली छ मायाले कता छ यहाँ छैन यहाँ छैन यहाँ छैन यहाँ छैन म कपालहरू उड्याए उड्याए हेर्नु झरे त्यही भएर हो मैले लामो कपाल पनि च्याप्टै यतिर सर्काउनु हुन्छ अब यस्तरी हुनुपर्ने यो ठिकै छ यो ठिक छ होइन यहाँबाट यस्तो हुनुपर्ने यहाँ घुसिया छ यहाँ घुसिया छ मैले याद पनि गरेको थिएन यसो भएको छ भने ठिकै छ केही जिरो अरू के भन्ने छ र मलाई चाहिँ अब केही छैन अब बाहिर एकछिन जानु पर्ला भनेर सामान ल्याउनु नुन सकिएको छ नुन ल्याउनु जानु पर्ला भनेको म चाहिँ नुन सकिएको छ अनि साँझ अब अर्को महिना यो महिना त बिदा छैन यार धेरै यार ठिकै छ फेरि सन्डे सन्डे मात्रै छ बिदा भोलि हुन्छ क्या टेस्टिङ हुन्छ क्या मेरो सागाको अनि मङ्गलबार बुधबार सोमबार मङ्गलबारदेखि सागा चल्छ होला सायद बुधबार बिहिबार शुक्रबारतिर 3 बजी छिरी हुन्छ मङ्गलबार बुधबार बिहिबार 3 बजी शुक्रबार सायद स्पोइला चल्छ होला शनिबारतिर आइतबारतिर हुन्छ त्यो उठिसक्यो भने यो महिनाको उठिसक्यो त्यही सायद होला जस्तो लाग्छ खै के हेरौँ हेर अब त्यो भोलि जान्छ र ठिकै छ आजको लागि थ्याङ्क यू फर वाचिङ माई भिडियो पसन्द आयो लाइक गर्नु च्यानल नयाँ सब्सक्राइब गाइज बाई टेक केयर जय नेपाल